हेलो गाइस, आज हामी यस्तो बस्ती जान लाग्यो। यो बिरामी मान्छेले यसरी पकडेर हिँडेछ। यहाँनिर काम गर्ने ठाउँमा सिसाले खुट्टा काटेर होइन टक्क लगाएर यसलाई मलम दबाई पानी गर्न जान लाग्यो। मलाई कस्तो देखेछ भनिदिनु ल। देखेछ भनिदिनु ल। के छ बिरामी मान्छे अनुहार न्यानिलो गरेर आज भात पनि नखाइकन बसेँ। केही पनि खाएन। अघि तिमीहरूले ल्याएर खुवाइदियो दिनभरि केही खाएन। तपाईँ खाएर सुतेको सुतेको तपाईँ कताबाट जाने? कता हो तपाईँ? म त हस्पिटल थाहा छैन। कहाँ उता अगाडि फर्स्ट टाइम जान लाग्यो। फर्स्ट टाइम यस्तो गरेर हेर्नु त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग गाइस। आज मेरो साथीले भ्लग स्टार्ट गरे के गरे थाहा छैन। अनि अहिले चाहिँ म बिमारी छैन। अहिले चाहिँ म बिमारी भएर हस्पिटल जाँदैछ। यो चाहिँ केही होइन ल। अस्ति त्यही खुट्टा काटेको तर निको भइसकेको छ। तर मेडिकल पनि आइसक्यो होइन। यसो देख्न सक्नुहुन्छ। त्यही कुरा गरेर चाहिँ गाइस यहाँ चाहिँ के भयो भने घाउ निको भइसकेको छ क्या हुन चाहिँ। तर घाउ भन्दा नि दुखाइ कम गर्ने यस्तो मासु टालिसकेको टालिनु चाहिँ मासु टालिन्छ। तर त्यो हिँड्दाखेरि चाहिँ भित्रपट्टि त्यो रानी मासुको काट्नु नि त भित्रसम्म त्यो अलिक जस हुन्छ क्या। मेरो यो टोक्ने बेलामा त्यो लाउँदा पनि हुन्छ नि। अनि दुखाइ ज्वरोको चाहिँ दबाई बोकेर हिँड्नु त। यहाँ चाहिँ के भने नि घाउ धेरै चलाउँदैन। ज्वरोहरू चलाउँदैन। ठुलो हस्पिटल जानुपर्छ भनेको। त्यही भएर यहाँ जब दुखाइ कम हुने मात्र दबाई लिन लागेको गाइस होइन। त्यही सिजन दबाई लिएर जान्छ। यहाँ त के भने जाँच्न चाहिँ ठुलै हस्पिटल जानुपर्छ भने। अनि मैले दुखाइ कमको मात्रै भनेको दबाई त भगवान् एक झोलै दिएर पठायो। त्यो पनि एकैचोटि दुईवटा खानु रे। अनि त्यो अलिक कम भएपछि त्यो एउटा खानु भनेको नि। त्यो एउटा खानु रे। एकैचोटि दुईवटा गरी 3 टाइम। अनि धेरै पानी पिउनु। धेरै कमजोरीले पनि यस्तो भएको हुन्छ। गाडी नै गाडी मार्केट जाँदैन र। अनि यो हामीले पैसा हालेर किन्नु पऱ्यो नि। खुट्टाएर लिएर हिँडेछ अनि किन्ला न त के किने। मार्केट गएर जान्छु। बाई बाई। हात ठडाउँदा केटीहरू ल बोक बोक्नै सकेन तेरो दबाई। नहिँड्नु मन लाग्छ। यस्तो गर्दै हिँड्ने। यिनीहरूले मलाई हस्पिटल लिएर आउनु भन्नु मात्रै हो। यिनीहरू यहाँ के छान्दै हिँडेन। एउटाले मात्र नपुगेर छाने आएको कति राटिस चाहिने? कति राटिस अझै छान्दैछ न। साथी छिटो बिहे गरेर मात्रै किन किचनमा काम लाग्ने भाँडा अलिक उसहरू जान्छ। किचनमा काम लाग्ने
अलग ही लेवल का बंदा था। काम गरेर कामैको मतलब हुँदो रहेछ किचनको गर्ने उसलाई किचन छोरी मान्छेलाई के हुन्छ भान्साको सामान दियो भने धेरै खुसी हुन्छ अरे म चाहिँ त्यस्तो हुँदिनँ रुममा छ उसमा सामानहरू अह है जाम तिमी दिनु नि अनि कुन दिन अनि कुन दिन अनि कुन देखाएको किनिदिन्छ आइजन त किनिदिन्छु भन्दै चाहिँ होइन ठुस्केर हिँडेको फेरि किनिदिन्छ भन्दा पनि अब ठुस्केर हिँडेको ये ले लो ब्लॉग बना मैं लॉग के देख खोजी मार्केटबाट निस्केको पैसा त त्यति सक्यो हस्पिटल जाने पैसा त मार्केट मलाई त झन् देखेको त्यही किन्नु मन लाग्छ के अरे माथि लुगा हेर्न जाऊँ भने पर्दैन हस्पिटल जाने भनेर भुट्टी खुट्टा भन्दै त्यो चाहिँ पुरै निस्केको थियो लास्टमा त गयो पैसा हामी उतामा जानु पनि किन यत्रो टाढा गाइड घरमा गएपछि देखाउँछु ल बाई अनुहार पनि कति राम्रो